बनाउन सरकारी पक्षको भूमिका नै शङ्कास्पद देखिने भिडियोहरू बाहिरिएका छन्। सञ्जालमा व्याप्त भएका यी भिडियोहरू हेर्नुहोस्। सडकको डिभाइडरमा उभिएका सबिन महर्जनको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ। आगलागी भएको भवनमा पत्रकारले गुहार माग्दा माग्दै प्रहरीले मानवीय क्षति छैन भनेको केही बेरमा पत्रकार सुरेश रजक जलेको अवस्थामा भेटिएका छन्। सडक छेउबाट प्रहरीले गोली चलाउनु, दुर्गा प्रसाई कार्यक्रम स्थलमा नपुग्दै प्रदर्शनकारीमाथि टियर ग्यास प्रहार हुनु। हामी आउनुभन्दा पहिले टियर ग्यास हानेको छ, गोली हानेको छ। म कोटेश्वरमा आइपुग्दाखेरि खोजेको हो सरकारले। किन तर्छ भने हामी हाम्रो आमसभा गर्न नपाउने होइन, कुचिने गरी होइन हो नि त। हाम्रा मान्छे घाइते भएका छन्। घरमाथिबाट पो ग्यास फ्याँकिरहेको छ त। यो त अपराधीको कथा हो, त्यसले त लडाइ नै पो लडो त। कार्यक्रमको सुरुमै राष्ट्रिय गान बज्दै गर्दा स्टेजमै टियर ग्यास फालिनु।